बेला म अहिले पृथ्वीको बीच भागमा छु। यहीँबाट यो बेलायतको ग्रिनविच सेन्टर हो र जहाँबाट समयको निर्धारण गरिन्छ र यहीँबाट 0 डिग्री तपाईँले देख्न सक्नुहुन्छ। ग्रिनविचको 0 डिग्री देशान्तर रहेको छ। यहाँबाट मेरो तपाईँले हेर्नुभयो भनेदेखि यहाँबाट खास गरेर दाहिनेतर्फ पश्चिम पर्यो भने देब्रेतर्फ पूर्व पर्छ र त्यसरी मेरो पछाडि नेपाल पर्छ भने अगाडि अस्ट्रेलिया पर्छ। नेपालबाट करिब 7350 किलोमिटर हवाई सिधा दूरीको आसपास टाढा छौँ भनेदेखि र कैलाशबाट करिब 6790 किलोमिटर टाढा छौँ हामी अहिले कैलाश यो पर्वतबाट। पृथ्वीको मध्य भाग हो। यहीँबाट देशान्तरको सुरुवात हुन्छ र संयोगवश 1 महिना अगाडि म कैलाश पर्वतमा परिक्रमाको लागि पुगेको थिएँ र यही आभूषणमा र आज पृथ्वीको अस्तित्वले फेरि मलाई कैलाश पर्वतको करिब 7000 किलोमिटर टाढा ग्रिनविचमा म आइपुगेको छु र त्योभन्दा केही हप्ता अगाडि म अस्ट्रेलिया थिएँ र जसले गर्दा पृथ्वीको पुरा परिक्रमा गर्ने एयरलाइनमा परिक्रमा गर्ने सौभाग्य मिलेको छ। र यो सौभाग्य भन्नुभन्दा पनि यहीँबाट जसरी जिपिएस हामीले गाडी चलाउँदा भयो, हवाई जहाजको नक्साहरू भयो, घडी भयो र जति पनि समयको निर्धारण गर्ने बिन्दु चाहिँ यही हो। यही बिन्दुबाट क्याल्कुलेट हुन्छ। पृथ्वी हरेक घन्टा 15 डिग्रीको दरले सर्दै 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 गइरहेको हुन्छ। त्यही 15 डिग्रीको डरले कहाँबाट त सर्यो त, कति सर्यो त भनेर थाहा पाउनको लागि घडीको आविष्कार गर्ने यो पहिलो स्थान हो। हुन त वैदिक सभ्यतामा हाम्रो पलवा भनेर हाम्रो घडी पला पहिल्यै हाम्रो निर्धारण हुन्थ्यो र 2.5 घडीसम्म पानी राखेर त बालुवा राखेर भाँडोमा कति चुइन्छ त्यसबाट चाहिँ पिठो राखेर घडीको निर्धारण हुन्थ्यो भने आधुनिक समयमा अथवा 16औं शताब्दी पछि चाहिँ यहाँबाट घडीको आविष्कार भएको मानिन्छ यही सिद्धान्त अनुसार। र यो अक्षांतर र देशान्तर अथवा पृथ्वीको यो मध्य भाग र यहाँबाट देशान्तरको गणना हुन्छ। देशान्तर देशको अन्तर र हाम्रो 180 डिग्री 12 घन्टामा पृथ्वीले 180 डिग्री 24 घन्टामा 360 डिग्री तपाईको परिक्रमा गरिसक्नु भएको हुनाले पनि यो ग्रिनविच तपाईले यहाँ देख्न सक्नुहुन्छ। 0000 वेस्ट तपाईको यहाँनिर देख्न सक्नुहुन्छ। इस्टबाट पनि यो 0, वेस्टबाट पनि यो 0। तपाई यतापट्टि वेस्ट भयो, यतापट्टि इस्ट भयो। यहाँनिर यसरी इस्ट र वेस्ट यसरी चाहिँ यो विभाजन गरिएको छ। ठ्याक्कै यहाँनिर 0 डिग्री छ र यहीँबाट पृथ्वीलाई यदि फ्याक्का आदि पार्ने हो भने यो भाग चाहिँ मध्य भाग पर्न आउँछ र समयको निर्धारणको लागि अहिलेको आधुनिक समाजले जे इन्जोय गरिरहेको छ घडी अथवा मोबाइल अथवा सम्पूर्ण कुराको डिभाइसहरू त्यो चाहिँ यहीँबाट निर्धारण हुन्छ। किनभने यो ठाउँ चाहिँ पृथ्वीको मध्यबिन्दु परेको भएर यो होइन कि यो ठाउँ विकसित भएर धनी भएर अथवा यहाँकोले बढी प्रभाव परेर होइन। पृथ्वीलाई मापन गर्दाखेरि नै यो ठाउँबाट यो चाहिँ मध्यबिन्दु पर्ने भएको हुनाले अब मध्यबिन्दुबाट हामीले विभिन्न ताराहरू ग्रहहरू अथवा अन्य कुराहरूलाई हेर्दाखेरि एक्युरेट क्याल्कुलेसन आउने भएको हुनाले पनि यहाँ अब्जर्भेटरी पनि राखिएको छ र यहीँबाट जीवनको अथवा विभिन्न प्रकारको लिन सकिन्छ। झन्नै पृथ्वीलाई हेर्ने हो भने 40,000 किलोमिटर रहेको छ। पृथ्वीलाई पुरा नाप्ने हो भने 40,000 किलोमिटर छ। मन शान्त भयो भने त्यही 40,000 किलोमिटरको पृथ्वी पनि सानो लाग्छ। मन शान्त भएन भने एउटा सानो कोठा पनि ठुलो लाग्छ। 40,000 किलोमिटरको पृथ्वी करिबलाई तपाईले आनन्दले हेर्नुभयो भने त्यो पनि सानो लाग्न थाल्छ। तसर्थ मेडिटेसन, आत्म अनुसन्धान र आफै भित्रको शान्तिले हामीलाई संसारको शीतलता, आनन्द र सत्य जान्न बोध गराउँछ। धन्यवाद।